यो सर्जियो अगुरो कार्ड साँच्चीकै वर्थ इट छ र यसको स्ट्याट चाहिँ मैले आफैले कस्टमाइज गरिदिएको छु। अफेसिङ ड्रिब्लिङहरू सबै 92, फिनिसिङ 100, कर्ल 89 अनि स्पिड एक्सलेरेसन के पावर सबै 90+ नै छ। अनि मैले स्ट्राइक इन्स्टिङ राखिदिएको छु अनि ब्लिजको अनि लो स्क्रुमा आउने छ यो। केही म्याच खेलेर हेरौँ है त। ठ्याक्क यता अगर बेलिङमले पास मिठो दिइहाल्यो अनि सर्जियोको स्पिड पनि राम्रै थियो अनि फिनिस पनि राम्रै थियो। लो स्क्रुमा हान्दा नि राम्रै गएको थियो भनौँ न। ड्रिब्लिङ चाहिँ राम्रो छ तर कता कता चाहिँ फिनिसिङ मिस हुने रहेछ, ब्लिज मिस भयो यता ठ्याक्कै। यहाँ पनि हेर्न सक्नुहुन्छ ड्रिब्लिङ चाहिँ राम्रो रहेछ यो सर्जियोको। फिनिसिङ चाहिँ गर्न सकेन तर ड्रिब्लिङ चाहिँ राम्रो थियो। यहाँ पनि हेर्नु मिठो ड्रिब्लिङको साथ मिठो ब्लिज हानेको लामो त्यस्तो हानेपछि त अब हाइलाइट त हेर्नु परिहाल्यो। अब पालो रिभ्यूको। तपाईँहरूलाई ड्रिब्लिङ मनपर्छ भने तपाईँहरूलाई ब्लिज चाहिएको छ भने तपाईँहरू यो कार्डलाई चुज गर्दा हुन्छ, राम्रो छ है। फिनिसिङ राम्रो छ, लो स्क्रुमा पनि राम्रो छ, सबै राम्रो छ। तर ब्लिज चाहिँ कहिलेकाहीँ नलाग्न सक्छ, त्यसको लागि चाहिँ अब अरू नै कार्ड चुज गर्न सकिन्छ। यो कार्ड चाहिँ कहिले लाग्छ कहिले लाग्दैन जस्तो कार्ड हो कि। आउट अफ 10 चाहिँ म 6.5 दिन चाहन्छु यसलाई। यति भन्दै बिदा मागेँ है त गाइज, धन्यवाद।